हेलो एन्ड नमस्ते वेलकम टु माई अनदर ब्लग है ल लामो समयपछि फेरि तपाईँहरूसम्म आइसकेको छु होइन प्रायः जस्तो मेरो ब्लग चाहिँ अब आउटिङ गएको मात्रै हुन्थ्यो होइन तर अहिले चाहिँ त्यस्तो छैन होइन अहिले चाहिँ नर्मली सिम्पल तरिकाले होइन ब्लग बनाउनु गरेको छु है स्पेसली आज चाहिँ कस्तो हो भने अब कुकिङको लागि हो है जसलाई चाहिँ अब खाना बनाउनु अल्छी लाग्छ होइन अथवा खाना बनाउन आउँदैन होइन उहाँहरूको लागि चाहिँ हामी चाहिँ नर्मली कसरी सजिलो तरिकाले चाहिँ र मिठो तरिकाले चाहिँ बनाउने भनेर चाहिँ बनाउनु गइरहेको छु मलाई थाहा छ तपाईँहरू सबैलाई बनाउन आउँछ होइन तर पनि सजिलो तरिकाले कसरी मिठो बनाउने होइन र आज चाहिँ मैले चाहिँ स्पेसली चिकन करी नेपाली स्टाइलमा बनाउनु गइरहेको छु होइन मैले कसरी प्रेजेन्ट गर्छु त्यो चाहिँ हजुरहरूले एनालाइज गरिदिनु होला र लाइक सब्सक्राइब सेयर अनि कमेन्ट पनि गर्नु नबिर्सनु है त ल अब जाम विदाउट वेस्टिङ टाइम लेट्स गो ल गाइस ढिलो नगरिकन म चाहिँ पकाउन सुरु गरेँ होइन सुरुमा चाहिँ मैले भेजिटेबलहरू रेडी गरेर होइन अनि त्यसपछि लसुन काट्न थालेँ लसुन काटिसकेपछि मैले फेरि यताबाट चिकन निकालेँ होइन चिकन निकालेर चिकनलाई फेरि ठुलो चिकनलाई सानो सानो पिसमा काट्नको लागि मैले सुरु गरेँ होइन चिकन फेरि ठुलो रहेछ त्यो कारणले गर्दाखेरि ल अहिले चाहिँ मैले चिकन पिस पिस गरेर रेडी बनाइसकेँ त्यसपछि यता फेरि मैले भेजिटेबलहरू होइन जस्तै प्याज लसुन खोर्सानी टमाटर चाहिँ रेडी बनाएँ त्यसपछि फेरि मैले यता फ्राइप्यान पनि रेडी गरेर चिकन फ्राई गर्नको लागि होइन अनि त्यहाँबाट फेरि मैले धनियाँ पनि निकालेर अनि धनियाँलाई चट्ट चप 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 गरेर काटेँ होइन काटिसकेपछि धनियाँ पनि रेडी भयो अनि यता पनि फ्राई प्यान पनि तातेर रेडी भइसकेको छ अनि फेरि मैले ओइल हालिसकेपछि फेरि चिकनलाई पहिला सुरुमा मैले मस्त भुटेँ होइन चिकनलाई अब डिप फ्राई गर्नलाई हामीले कमसेकम 200 डिग्री फरेनहाइटमा हामीले चाहिँ फ्राई गर्नुपर्छ है डिप फ्राई भएन भने फेरि चिकनको चाहिँ अब उसहरू टेक्स्चरहरू राम्रो हुँदैन होइन मिठो हुँदैन त्यो कारणले गर्दाखेरि मैले चाहिँ 200 डिग्री फरेनहाइटमा चाहिँ मैले मजाले पकाउँछु होइन हजुरहरूले कसरी पकाउनुहुन्छ अनि त्यसपछि अनि चिकन फ्रोजन भएको कारणले गर्दाखेरि चाहिँ अलिकति चिकनबाट पानीहरू आउँथ्यो होइन त्यसपछि त्यही पनि मैले फेरि फ्राई गरिरहेँ अनि त्यसपछि त्यहाँबाट जबसम्म पानी राम्रोसँग चाहिँ निस्किन्न तबसम्म हामीले चाहिँ मस्त डिप फ्राई गरिदिनुपर्छ होइन र त्यसमा हल्का नुन पनि हाल्नुपर्छ सायद अब चाहिँ चिकन चाहिँ बिस्तारै डिप फ्राई हुँदैछ होइन हजुरले हेर्न सक्नुहुन्छ चिकन चाहिँ फ्राई चाहिँ भइसकेपछि मैले फेरि होइन अनियन सुरुमा हालेँ अनियन हालेर त्यो अनियनलाई फ्राई गरेँ अनियनलाई पनि होइन त्यस्तै गोल्डन ब्राउन हुने गरेर पकाउनु पर्छ त्यसपछि फेरि मैले टमाटर हालिसकेपछि फेरि टमाटरलाई एकछिन फेरि चलाएँ मैले त्यसपछि फेरि मैले हल्का नुन हालेर फेरि टमाटरलाई चलाएँ होइन टमाटरलाई मस्त चलाइसकेपछि त्यसमा फेरि लसुन र हरियो खोर्सानी हालेर फेरि मैले फ्राई गरेँ एकछिन फ्राई गरिरहनुपर्छ होइन ताकि यसको चाहिँ अब टमाटरको चाहिँ उसहरू चाहिँ टमाटरलाई चाहिँ गल्ने गरेर पकाउनुपर्छ त्यसपछि फेरि दही हालेर थोरै चलाउनुपर्छ यो चाहिँ मेरो ओन रेसिपी हो होइन तपाईँहरूले हाल्नुहुन्छ होइन मैले चाहिँ ग्रेभी बनाउनुको लागि त्यसमा दही पनि हाल्छु होइन किनभने अलि मिठो हुन्छ त्यही कारणले गर्दाखेरि दही हाल्यो भने अलिक थोरै बाक्लो खालको ग्रेभी हुन्छ त्यो कारणले गर्दाखेरि मैले चाहिँ दही हाल्छु यसमा होइन हजुरहरूको चाहिँ मन छैन भने नहाल्दा नि हुन्छ तर केही छैन त्यसपछि फेरि अब एकछिन पकाइसकेपछि हामीले चिकनलाई पनि यसमा राख्ने अनि चिकन राखिसकेपछि हामीले बिस्तारै चिकनलाई फेरि मिक्स गरेर त्यसपछि पालुवा आयो बेसारको अनि जुलाको धुलो अनि खोर्सानीको धुलो त्यसपछि चिकन मसला होइन हामीले चाहिँ हाल्छौँ सुरुमा चाहिँ अलि बेसारको धुलो त्यसपछि जिराको धुलो हामीले राख्छौँ होइन राखेर फेरि हामीले लास्टमा चाहिँ मसला चिकन मसला हामीले राख्छौँ
त्यसपछि खोर्सानीको धुलो कतिको पिरो खानुहुन्छ हजुरहरूले होइन मैले चाहिँ पिरै खान्छु त्यसपछि फेरि मैले यसलाई चलाउँछु राम्रोसँग अनि राम्रोसँग चलाउनुपर्छ सुरुमा किनभने मसलाहरू मिक्स हुनुपर्छ त्यसपछि फेरि हल्का पानी हालिसकेपछि हामीले फेरि यसलाई चाहिँ चलाउनुपर्छ होइन ताकि मसला र पानीसँग राम्रोसँग मिक्स होस् त्यसपछि 5 मिनटसम्म राम्रोसँग चलाइसकेपछि हामीले फेरि पाक्नको लागि छोडिदिने र त्यसपछि बिस्तारै एकछिनपछि हामीले फेरि चलाउन सुरु गर्ने चलाइसकेपछि अब कलर कतिको निस्किन्छ होइन ग्रेभीको अनि कलर अनुसार नुन पनि टेस्ट गर्ने नुन नलागेको तर नुन पनि थप्ने होइन नुन कतिको खानुहुन्छ तर म चाहिँ अलिकति चौकै खान्छु होइन आफ्नो अनुसार हुन्छ र बिस्तारै एकछिनपछि चिकन ग्रेभी नेपाली स्टाइलमा रेडी भयो होइन त्यसपछि म चाहिँ होइन आफ्नो चाहिँ पुरा जिउ ज्यान बडीसडी देखाएर होइन यताउता पुरा सानझार पुरा होइन बडीसडी देखाइरहेको छु त्यसपछि फेरि मैले चिकन टेस्ट गरेँ होइन चिकन पाकिसकेको छ अनि त्यसपछि लास्टमा मैले चाहिँ धनियाँ टपिङ गरेँ होइन धनियाँ चाहिँ एकदम राम्रो हुन्छ ग्रेभीको लागि कि स्मेल बास्ना राम्रो आउँछ त्यो कारणले गर्दा चाहिँ मैले चाहिँ धनियाँ हाल्छु अनि राइस पनि पाकिसकेको छ मैले अघि बसालेको थिएँ अनि राइस पाकेको छैन लगेर आउँछ फेरि हेरेँ पाक्न लागिसकेको रहेछ होइन त्यसपछि फेरि एउटा सामानहरू यताउता ल्याउनु थाल्यो होइन सरसफाइ पनि ध्यान दिनु पऱ्यो आफ्नो होइन पकाएर मात्रै हुँदैन त्यही भएर सरसफाइ लागि अब यताउता सफासफा गर्ने र टाकटुक पारेर रेडी गर्ने काम गर्नुपर्छ होइन त्यसपछि भाँडासँग माजिसकेपछि अनि फेरि थन्काउने काम पनि गर्नु पऱ्यो होइन थन्काउने काम भइसकेपछि यता फेरि होइन बेसिनहरू क्लिन गर्नु पऱ्यो होइन अनि सफा गरेर टटक्क लाएर होइन मैले चिकन करी बनाइसकेँ होइन तपाईँहरूलाई कस्तो लाग्यो होला होइन अब स्पेसली भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ जो उहाँहरू हुनुहुन्छ होइन जसले चाहिँ बनाउन आए पनि स्पेसल तरिकाले चाहिँ होइन इजी वेमा चाहिँ हामीले कसरी बनाउने गर्न त हामी चाहिँ प्रायः जस्तो अल्छी गर्छौँ होइन अनि त्यसपछि र अर्को कुरा अब कसैलाई पकाउन नआउनु सक्छ होइन र कसरी चाहिँ सिम्पल वेमा हामीले चाहिँ बनाउने त भन्ने कुरा हो होइन खास चाहिँ तर नर्मली सबैजनालाई आउँछ होइन त्यो मलाई थाहा भएको कुरा हो होइन तर टाइमिङको कुरा हुन्छ होइन जस्तै अब हामीहरू जबमा जानुपर्ने हुन्छ होइन जबमा गएर कहिले ओभरटाइम हुन्छ कहिले के हुन्छ होइन त्यसपछि अब कसरी बनाउने भन्ने तरिका पनि हुन्छ होइन त्यो पनि थाहा नहुनसक्छ र कसैलाई थाहा भए पनि बनाउनु अल्छी लाग्न सक्छ होइन प्रायः चाहिँ मेरो चाहिँ के रेकमेन्ड छ भने यो बाहिरभन्दा घरमै पकाएर खानु बेस्ट लाग्छ होइन किनभने फ्रेस पनि हुन्छ अर्को कुरा अर्ग्यानिक पनि हुन्छ होइन त्यो कारणले गर्दाखेरि हामीले चाहिँ आफैले सकभर घरमै बनाएर खानु बेस्ट हुन्छ होइन र तपाईँहरूलाई कस्तो लाग्छ होइन प्लिज लाइक सब्सक्राइब सेयर गरिदिनु होला।